है घरको कामलाई चटक्क छोडेर यसरी ग्रुपमा साथीहरूसँग घुम्न जानुको मजा पनि बेग्लै हुँदो रहेछ कि यहाँ आफ्नो आफ्नो ग्रुप हुनुहुन्छ होइन अनि आफू के अरे रमाइलोसँग घुमिन्छ हुन्छ नि के रमाइलो हुँदो रहेछ कि मेरो चाहिँ यो फर्स्ट एक्सपिरियन्स हो यो चाहिँ राप्ती नदी हो होइन त्यस्तै लाग्यो राप्ती नदी भन्नुभएको थियो सबैजना म चाहिँ यतातिर गएको फर्स्ट टाइम गएकोमा यो चाहिँ भालुबाङ हो अनि यहाँबाट चाहिँ यता मेरो दाहिनेतर्फ लागेपछि चाहिँ स्वर्गद्वारी मन्दिर जाने चाहिँ बाटो रहेछ अनि त्यसमा त्यो चाहिँ प्युठानमा पर्छ अनि त्यसपछि हामी गयो साथीहरू चिसो चिसो कोकाकोला पिउँदै माथि लाग्यो यस्तो भिरको बाटो थियो नि म यति डराएको थिएँ मेरो मुटुले ठाउँै छोडेको थिएँ कि अरू यति चिलमा आउनुहुन्थ्यो मजाले सुत्नुभएको छ होइन मजाले बोल्नुभयो म चाहिँ कस्तो डराएको छु कि अनि त्यसपछि गयो माथि उकालो लाग्यो एकछिन यहाँ बसियो तर हामीले चिया पनि खाएको थियौँ कि एक ठाउँमा त्यो चिया खाएको भिडियो लिनै बिर्सिन्छु कि मैले किन हो र जुन इम्पोर्टेन्ट छ त्यो कुरै लिन बिर्सिन्छु कि अनि हामीले मलाई सल्लाहको के हो टिपेर ल्याइदिनु भएको छ होइन यो फेरि सर्पको ऊ भन्छ नि सानो सानोमा सर्पको मकै भन्थ्यौँ क्या त्यो देखेँ कि मैले अनि यस्तो यस्तो भिडियो लिन याद हुन्छ फेरि जहाँ चिया खाइन्छ एकछिन रेस्ट गरिन्छ एकछिन हेरिन्छ नि त्यो भिडियो मैले लिनै बिर्सिन्छ मलाई खानेकुरा दिएपछि भिडियो लिनै आउँदैन त्यसपछि हामी पुग्यो स्वर्गद्वारीको गेटमा अनि अङ्कलले मलाई चाहिँ थकित भएको फोटो खिचिदेऊ त भन्नुभयो मैले फोटो खिचिदिएँ अनि मैले फर्स्ट टाइम लालीगुराँस फुलेको देखेँ कि साथीहरू रुखमा मैले आजसम्म लालीगुराँस फुलेको देखेकै थिएन यति रमाइलो लाग्यो मलाई अनि यस्तो रमाइलो दृश्यहरूको अवलोकन गर्दै हामी माथि चढ्यौँ साथीहरू यस्तो गाह्रो भएको थियो नि हामीलाई कि हिँड्ने मान्छेलाई त केही छैन एकदमै थोरै छ सिँढी पनि सजिलो छ तर हामी बोइलर पार्टीहरूलाई चाहिँ गाह्रो छ अनि हामी भगवानको मन्दिरको गेटभित्र पुग्यौँ दिदीहरू नि पहिल्यै आएर थाकेर बस्नुभएको थियो त्यहाँ गएपछि यति रमाइलो छ नि त्यो ठाउँ यति शीतल के आनन्द हावा आउने है त्यो गर्मीको त महसुसै नहुने के यस्तो गर्मीबाट गएको यस्तो आनन्द भएको थियो कि मन्दिरमा बस्दा अनि यहाँ दाइ चाहिँ एक्लै गीदाउँदै आउनुभएको अनि हामी चाहिँ एकदम गीदाउने नाच्ने रमाइलो गर्ने गऱ्यौँ साथीहरू मलाई चाहिँ भजनमा नाच्न एकदमै मनपर्छ म चाहिँ भगवान्लाई एकदमै आस्था राख्ने मान्छे होइन भगवान्मा एकदमै आस्था राख्ने मान्छे हो कि अनि त्यहाँ हामी एक दिन नाचगान गरेर हामी गयौँ आफ्नो विश्राम गर्ने ठाउँतिर अनि त्यहाँ जाँदा चाहिँ मैले त्यहाँ हाम्रो त्यहाँ के अरे भएको गफहरू यताउता पनि लिन पनि नि त भिडियो त्यो पनि बिर्सेँ कि सब बिर्सिन्छु अनि रातिको आरती थियो त्यो पनि मैले लिन बिर्सेँ राति हामी घुमेको त्यो पनि लिन बिर्सेँ यति चाहिँ कताबाट क्लिप लिन बिर्सेँ यो सम्झेछु यो खानाको त्यहाँको खाना यति मिठो थियो नि प्रसाद हो नि त भगवानको होइन यति मिठो थियो त्यहाँको खाना कुरै नगर्नु कि दाल भात सब्जी सादा एकदम मिठो अर्को चाहिँ पाक्टुमा आउँछ है त।